हेलो गाइस, फाइनल सेमेस्टरको फाइनल एक्जाम चलिरहेछ। सो आज फर्स्ट डे हो, लास्ट 3 आवर बस्छु। हेरौँ कस्तो हुन्छ, साथीहरू चाहिँ कस्तो छ भन्नु। कस्तो छ एक्जाम तयारी? छिटो भन्नु। छैन कि यहाँ मैले रिभिजनै गरेको। ल हेरौँ कस्तो हुन्छ। कन्टेन्ट क्रिएटर हो। यस्तो धुलो छ यार, यस्तो धुलो छ। भोक लाग्यो, खाजा आउँदैन। अर्डर गरौँ न, पहिला हेरौँ के खाने। ओहो भक्तपुर सन्तोषी एक्जाम कसरी भयो तिम्रो? मेरो एक्जाम फेरि मलाई यस्तो एन्सरहरू नि मन पर्दैन। छिछि तर तेरो एन्सर मलाई न्युनाउनु जानेर समय यार तिमी आउने बाटोमा ओहो बफ टाढा मै माउले गाह्रो हुन्छ। यिनीको पनि इन्ट्री भइसक्यो। हाम्रो यहाँनिर खानामा अब म एउटा चिजभन्दा बाहिर, अरू बेला चुपचाप हुन्छ। सबैले हेड गरेको बिचार किन हेड गर्यो भने मलाई मन परिहाल्छ। मैले रिलहरूमा चाहिँ हेरिरहेको छु। एउटा के मनपर्छ होला? मलाई केटा कस्तो मनपर्छ? ट्रेडर्स युएस हो कि ट्रेडर युके? रोबर्ट आज बहिनीले कुल्फी खुवायो। त्यही भएर भनेर तैँले स्वर रेकर्ड गरेर हामीलाई बहिनी बहिनी गरेर होइन के भयो बहिनी, नरहेछ कुल्फी? थ्याङ्क यू। फेक लाइफ हो र यो खानाको यो फेक। मैले एडिट गरेको यो खाना। यही सो मेरो ह्यान्ड खाली छैन एकछिन ल ल म बोकिहाल्छु नि क्यामेरा। फोटो खिचाएको भिडियो चाहिँ होला। फिस्ट भनेर त्यो हाल्दा चाहिँ त चाहिँ पर्फर्मेटिभ भइनस्। नखाने घाँटीसम्म त्यही हाल्छ फेरि यसको ल नचाट, नजिक त ले। तिमीले खाएनौ किन? प्रेजेन्टेसन भोलि राम्रोसँग एक्जाम तयार गरेर आउनु। आजको दिन रमाइलो भयो नि तँ भएर। ए ल के छ त?